जिल्ला समन्वय समिति मिति 2082 8 महिना 7 गते। विज्ञप्ति। नेपाली कम्युनिस्ट पार्टी सम्बद्ध नेकपा माओवादी केन्द्रको पार्टी एकताको पूर्व तयारी बैठक आज मिति 2082 8 महिना 5 र 6 गते सम्पन्न भयो। बैठकले गरेको निर्णयहरू सम्प्रेषण तपाईहरूको मिडिया मार्फत गरिएको छ। 1 नम्बर, सर्वप्रथम महान शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै बैठक प्रारम्भ गरियो। 2 नम्बरमा, बैठकको प्रारम्भ प्रत्येक गाउँपालिका जबस मोर्चाहरूसँग पार्टी एकताको बारेमा रिपोर्ट लिने सन्दर्भमा रामप्रसाद राई गाउँ पार्टी र अखिल क्रान्तिकारीमा केही असर परेको, केही साथीहरू एकताको प्रक्रियामा जान असहमत रहेको हो, बाहिर सामाजिक सञ्जालको हल्ला जस्तो बिल्कुल नभएको हो, केवल भ्रम मात्र सृजना गरिएको सम्पूर्ण कमरेडहरू आम पार्टी यस्तो भ्रममा नपर्न सबैलाई अपिल गर्ने निर्णय गरियो। 3 नम्बरमा, जेनजी आन्दोलनले उठाएको एजेन्डा र परिवर्तनलाई स्वीकार गर्दै मुलुकको सम्प्रभुता, सार्वभौमिकता, सुशासन, सामाजिक न्याय, समाजवाद र वर्तमान संविधान व्यवस्थालाई रक्षा गर्दै राजनीतिक स्थायित्वका लागि कम्युनिस्ट पार्टीहरू, देशभक्तहरू, समाजवादीहरूको बीचमा एकता भई निर्माण भएको नेपाली कम्युनिस्ट पार्टीमा एकताबद्ध भएर एकीकरणमा जाने सर्वसम्मत बैठकले निर्णय लिएको छ। 4 नम्बरमा, पार्टीबाट बहिर्गमन भएर रिक्त रहेको सबै कमिटीहरूको पदहरूमा पदपूर्ति गरी कमिटी पूर्णता दिने निर्णय गरियो। 5 मा, पार्टी परित्याग गरी बहिर्गमन हुने साथीहरू मूलतः सुदन किरातीले पार्टी र पार्टी नेतृत्वप्रति कलुषित, भ्रामक, झुट आरोप लगाउँदै प्रचार गरिएको विषयमा बैठकले गम्भीर आपत्ति व्यक्त गर्दछ। आगामी दिनमा यस्तो झुटको सहारा लिएर आफ्नो राजनीतिक सफलता देख्नुभन्दा उच्च राजनीतिक आचरण र नैतिकता देखाउनु नै श्रेयकर हुन्छ भन्ने कुरा लागेको छ। अन्यथा यसको प्रतिवाद गर्न हामी सम्पूर्ण पार्टी कमिटी सक्षम रहेको अवगत गराउँदछौँ। साथै पार्टी एकता, संगठन सुदृढीकरण र राजनीतिक स्थिरताका लागि सबै तहका साथीहरूलाई सक्रिय रूपमा भूमिका निर्वाह गर्न हार्दिक आह्वान गर्दछु। संयोजक नगेन्द्र।